दर्शकहरूले त्यही कुरो बुझ्नुपर्छ क्या, यो किन भइरहेछ भन्ने कुरो। हुनसक्छ बलिदानको टिमसँग कोही मनमुटाउ रिसाएका व्यक्तिहरू पनि हुन्छन्। खै त म त त्यति साह्रो त देखिरहेको छुइनँ। हाई बलिदान नै तपाईँको सोसियल मिडियामा हेर्दाखेरि हाई बलिदान नै आइरहेको छ। साँचो तथ्य सत्य तथ्य बोलिदिनुहोस्। समीरको भविष्यमा 5 पैसा पनि उतार आउँदैन, चढाउनै आउँछ। सिनेमाको कथा साँच्चैको दर्शकले भनेको जस्तै कमजोर भएको हो अथवा कहीँ कतै तपाईँहरूको पनि गल्ती छ, कहीँ सुधार्नुपर्ने ठाउँहरू थियो? मेरो भनाइ यो होइन, बलिदानलाई मात्रै गर्नुहोस्। तपाईँको भनाइमा दर्शकले भने अनुसारको सत्य त त्यस्तो केही पनि छैन, सिनेमा राम्रो छ। हामी त सुरुमा डर मानेको थियो यसपालि के हुने हो, दसैँमा अब 3टा फिल्म त आउँदैछ, नगरेको त भन्न सकिँदैन। हेर्नुहोस् अहिले लागेको नेपाली चलचित्र हिन्दी चलचित्र सबैको व्यापारसँग तुलना गर्ने भने अहिले व्यापार त बलिदानकै राम्रो भइरहेछ। भनेर सो त डाउन भयो नि त, किनभने 6वटा सो 7वटा सो लिएर चाहिँ ओपनिङ गरेको सिनेमाहरूले सो डाउन हुँदै गर्दाखेरि त दर्शकहरूलाई पनि केही असर त पर्न गयो होला नि। त योभन्दा ठुलो प्रतिक्रियाहरू के हुनु छ? अब भोलिको दिनदेखि अझै यसले पिकअप लिन्छ, म ग्यारेन्टी दिएर भन्छु। धेरैभन्दा धेरै एक्सपेक्ट पनि हरेक चिजबाट गर्नु हुँदैन। अब हाम्रो दर्शकको बानी भनेको जहाँसम्म मलाई लाग्छ आजसम्मकै यति राम्रो ठुलो सेट बनाएर गरिएको यो पहिलो फिल्म हो। खुट्टा तान्ने प्रवृत्ति पनि त धेरै हुन्छन् नि त, किनकि एक किसिमको ठुलो चलचित्रहरू बन्दियो भने हाम्रो के हुन्छ भन्ने जस्ता पनि हाम्रा यी क्षेत्रभित्र नै छ। सङ्क्रमण काल नै भन्नुपर्छ यो अवस्थाले हेर्दाखेरि चलचित्र क्षेत्रको लागि। फिलिङलाई चाहिँ फरक परेको पनि छैन र पर्दैन पनि। बलिदान हेर्ने दर्शक भनेको एक्सन हेर्न आएको, र एक्सनमा कमी छैन, भव्यतामा हामीले कमी राखेको छैन। कस्तो लाग्यो दर्शकहरूसँग बसेर हेर्दै गर्दाखेरि, प्रतिक्रिया के पाउनुभयो? जस्तो सोचे चाहिँ त्यस्तै प्रतिक्रिया आएको छ होइन, किनकि सबैले लगभग एक्साइटेड भएर हेर्नु भएको छ र द्वन्द्वको बेलामा ताली सिटी होइन, अनि क्लाइमेक्समा त्यो लगभग सबैजना एकदम शान्त भएको क्या त्यो मार्मिक दृश्यमा जुन सोचेको थिएँ त्यो हुन त मैले पनि आज मात्रै हेरेँ होइन। म आफै पनि त्यो जब कि लास्टको क्लाइमेक्स जब कि म आफै इन्भल्भ छु त्यो डायलगहरू लेखेको छु, मेरो आफ्नै आँखाबाट पनि आँसु निस्क्यो र त्यो अरू दर्शकहरूमा पनि मैले त्यो फिलिङ गरेँ, सबैजना स्तब्ध भएर हेरेँ। त्यही त देशैभरि एउटा उत्साहको माहौल छ होइन बलिदान। र अर्को कुरा मैले छुटाउनु नहुने कुरा चाहिँ के हो भन्दाखेरि यति बेला विभिन्न टिका टिप्पणीहरू पनि भइरहेको छ, तपाईँले पनि हेरिराख्नु भएको होला सामाजिक सञ्जालमा होइन। बलिदानलाई लिएर निकै टिका टिप्पणी भइरहेको छ। सन्तोष सेनले पनि आफ्नो फेसबुक मार्फतबाट चाहिँ अपडेटहरू गरिराख्नु भएको छ। यो के भएको छ दाइ, अहिले अवस्था के छ बलिदानको होइन? बलिदानको सो घटिरहेको छ भन्ने पनि सुनिरहेको छौँ हामीले। कतिपय दर्शकहरू चाहिँ नियोजित रूपमा लाग्यो भन्ने पनि तपाईँहरूको टिमले चाहिँ भनिरहेको छ। के हो तपाईँबाट बुझौँ न। अहिलेसम्म त हेर्दाखेरि त्यति खासै घटे जस्तो त लाग्दैन। अब के छ भने कन्त्रा हिन्दी फिल्म पनि आएको छ जसले गर्दा सोलाई म्यानेज गर्नलाई लु भएको छ, नत्र भने दिनका दिन उत्साह बढ्दै गइरहेछ। दिनका दिन दर्शकका प्रतिक्रियाहरू राम्रो आइरहेछ। फेरि आज दसैँको दिन पनि हेर्नुहोस् हलहरी मान्छे छन्, हाउसफुल छ। त योभन्दा ठुलो प्रतिक्रियाहरू के हुनु छ? अब भोलिको दिनदेखि अझै यसले पिकअप लिन्छ, म ग्यारेन्टी दिएर भन्छु। के भन्नुहुन्छ त, जतिले पनि नराम्रो भनिराख्नु भएको छ नि अथवा सिनेमा सोचे जस्तो बनेन भन्नाले जुन सोचेको थियौँ, जुन हाइप थियो त्यो अनुसारको रहेन सिनेमा, समीर भट्टको एक्सन मात्र देखियो, कथावस्तु केही पनि छैन भन्ने टाइपको जुन प्रतिक्रियाहरू आइरहेको छ नि, त्यो प्रतिक्रियालाई अब तपाईँहरूले चाहिँ कसरी लिनु भएको छ? अब के छ भने अब धेरैभन्दा धेरै एक्सपेक्ट पनि हरेक चिजबाट गर्नु हुँदैन। अब हाम्रो दर्शकको बानी भनेको सबै भाषाका चलचित्र हेर्छौँ, हलिउड बलिउड कलिउड टलिउड सबैतिरका चलचित्र हेर्छौँ, तर हाम्रो जुन चलचित्रको क्षेत्र छ नेपाली चलचित्र त्यसको क्षेत्र कति ठुलो छ र त्यसको आम्दानी र लगानी कतिको छ त्यो पनि दर्शकहरूले अलिकति बुझिदिनुपर्छ। जहाँसम्म मलाई लाग्छ आजसम्मकै यति राम्रो ठुलो सेट बनाएर गरिएको यो पहिलो फिल्म हो र दर्शकहरूले यतिखेर साथ दिनुभयो भने नै भोलिको दिनमा पनि योभन्दा पनि भव्य हामी बनाउनेछौँ। र कुरो रह्यो अर्काको टिका टिप्पणीको त हेर्नुहोस् सबैका सबै मान्छे पोजिटिभ भनिदिँदैन। अब त्यसमा पनि के छ भने खुट्टा तान्ने प्रवृत्ति पनि त धेरै हुन्छ नि त, किनकि एक किसिमको ठुलो चलचित्रहरू बन्दियो भने हाम्रो के हुन्छ भन्ने जस्ता पनि हाम्रा यही क्षेत्रभित्र नै छन्। अब
उनीहरूको बोल्दाखेरि त्यो किसिमको जुन भनिदिनु पर्ने त्यो वाइब चाहिँ आइरहेको छैन किनकि जुन किसिमले सबै चलचित्रकर्मीले सपोर्ट गर्नु पर्थ्यो होइन मेरो भनाइ यो होइन बलिदानलाई मात्रै गर्नुहोस् नेपाली चलचित्र जति लागिरहेछ सबलाई हामीले सपोर्ट गर्ने हो सबलाई अगाडि बढाउने हो सबै चलचित्र सफल भयो भने नै हाम्रो क्षेत्र अगाडि बढ्ने हो बाँकी आफ्नो टेस्टको कुरो हो कसलाई मनपर्छ कसले मन पर्दैन तपाईँलाई जे राम्रो लाग्छ त्यो भनिदिनुहोस् तपाईँलाई मन परेको छ भने मन पर्यो भनिदिनुहोस् मन परेन भने एक शब्दमा मन परेन भनिदिँदा भइहाल्छ रिलिज अगाडि हजुरले यो सिनेमा हेर्नु भएको थियो कि थिएन फुल फाइनल सिनेमा फाइनल त आज हेरे हो रिलिज अगाडि अब त्यो अनलाइन काटेको बेला त हेरेको थियो मैले कस्तो लाग्यो तपाईँलाई फाइनल सिनेमा हेर्दाखेरि तपाईँ आफै अनेस्ट भएर भन्नु त आज दर्शक भएर हेर्नु भएको छ जति पनि तपाईँलाई चाहिँ दर्शकहरूले चाहिँ प्रतिक्रियाहरू दिइरहनु भएको छ राम्रो नराम्रो त्यो त आइ नै हाल्छ तर तपाईँलाई लाग्दैन जति हाइप लिनुपर्ने थियो बलिदानले जुन अनुसारको ग्रस व्यापार गर्नुपर्ने थियो त्यो अनुसारको कहीँ कतै नगरेको हो कि नगरेको त भन्न सकिँदैन हेर्नुहोस् अहिले लागेको नेपाली चलचित्र हिन्दी चलचित्र सबैको व्यापारसँग तुलना गर्ने हो भने अहिले व्यापार त बलिदानकै राम्रो भइरहेछ व्यापारमा एक नम्बर अहिले बलिदान नै देखिएको छ त्यसले गर्दा चढिरहेको छैन र हाइप पाइरहेको छैन कसरी भन्नु अब यसपालि अब अनौठो परिस्थिति पनि परिदियो भर्खरै जेएनजीको आन्दोलन भएको छ देश एउटा परिस्थितिबाट गुज्रिरहेछ मान्छेहरूको एउटा व्यापार गर्ने बेलामा आन्दोलन झेल्नु परेको छ कतिको व्यापार क्षति भएको छ कतिजना काठमाडौँहरूले आउँदा पनि त्यो पहिरोको सामना गर्नु परिरहेछ त सही सलामत त घर पुग्न पनि अहिले कतिजना सकेका छैन त यो अवस्थामा यतिको आउनु भनेको पनि धेरै हो हामी त सुरुमा डर मानेको थियो यसपालि के हुने हो दसैँमा अब 3टा फिल्म त आउँदैछ अब त्यो सार्नुपर्ने अवस्था आउँछ कि जस्तो मलाई लागेको थियो तर होइन यस्तो आपतकाल भनौँ न अहिले सङ्क्रमणकाल नै भन्नुपर्छ यो अवस्थालाई हेर्दाखेरि चलचित्र क्षेत्रको लागि तर पनि यसरी जुन मार्केटिङ अलिकति भइरहेछ राम्रो भइरहेछ यो भनेको मेरो सोचभन्दा धेरै राम्रो मार्केटिङ भएको धेरै राम्रो दर्शकहरू आएको धेरै राम्रो प्रतिक्रिया र राम्रो व्यापार गरेको तीनवटै चलचित्रले राम्रो व्यापार गरिरहेछ भनेपछि तपाईँको भनाइमा दर्शकले भनेअनुसारको सत्यता त्यस्तो केही पनि छैन सिनेमा राम्रो छ सिनेमा त राम्रो छ त्यो तपाईँहरू आफै पनि हेरेर मैले भन्दाखेरि किनकि अब त्यो चलचित्रसँग जोडिएको मान्छे मैले भन्दाखेरि राम्रो नै भन्छु तर तपाईँहरू पनि गएर हेर्नुहोस् हेरेर तपाईँहरू नै प्रतिक्रिया दिनुहोस् एकदम सही प्रतिक्रिया किनकि अहिले सामाजिक सञ्जालको जमाना छ तपाईँहरू जे भन्नुहुन्छ त्यो धेरैले हेर्छन् तपाईँहरू जे हेर्नुहुन्छ जस्तो अनुभूति गर्नुहुन्छ त्यो आएर कृपया बोलिदिनुहोस् साँचो तथ्य सत्य तथ्य बोलिदिनुहोस् मेरो त्यही रिक्वेस्ट छ त्यही त अब यो दर्शकले जब अब नियोजित हो या त्यो सत्यता त्यसमा कति छ त्यो हामीलाई थाहा छैन त्यो पछि टिमले अथवा एक्सन लिँदाखेरि त्यो थाहा हुने कुरा हो होइन रियल अडियन्स हो कि अथवा फेक अडियन्स हो भन्ने कुरा जब यो कुराहरू आउन थाल्यो त्यसपछि चाहिँ हाम्रो विराज दाई पनि मिडियामा आएर बोल्नुभयो होइन सत्य होइन यो चाहिँ नियोजित ढङ्गले गरेको भन्ने कुरा उहाँको टिप्पणी छ तपाईँको टिप्पणी चाहिँ के हो त यो नियोजित हो कि अथवा रियल दर्शक हो तपाईँहरूको सिनेमालाई गिराउन खोजिएको हो कि अथवा चाहिँ के हो त्यो तपाईँको सोचाइमा के छ अब धेरै मान्छेलाई सबै मान्छे मन पर्दैन हेर्नुहोस् हुनसक्छ बलिदानको टिमसँग कोही मनमुटाउ रिसाएका व्यक्तिहरू पनि हुन्छन् कतिजना यस्तो पनि हुन्छन् मलाई यो हिरो मनपर्छ त्यो हिरो मन पर्दैन फलानु डाइरेक्टर मनपर्छ फलानु डाइरेक्टर मन पर्दैन कसैले चाहन्छ हामी एकदमै अर्ग्यानिक टाइपको फिल्महरू कोही चाहन्छन् एक्सन फिल्महरू त त्यसमा के छ भने त्यो चाहना अनुरूपको तपाईँको अभिव्यक्ति पनि आउँछ त जुन मान्छेहरू यस्ता फिल्म नबनिदियोस् नआइदियोस् भन्न चाहन्छन् उहाँहरूको प्रतिक्रिया आउनु स्वाभाविक हो तर खै त म त त्यति साह्रो त देखिरहेको छुइनँ हाई बलिदान नै तपाईँको सोसियल मिडियामा हेर्नु खालि हाई बलिदान नै आइरहेको छ अब एक दुईजना टिका टिप्पणी गर्दामा केही फिल्मलाई चाहिँ फरक पर्दैन परेको पनि छैन र पर्दैन पनि भोलिको दिनमा म लेखेर दिन्छु हेर्नुहोस् भोलिदेखि हेर्नुहोस् अझै दर्शकको चाप बढ्न जान्छ किनकि सबैजना फ्री पनि हुन्छन् व्यापारीहरू व्यापारमा पनि व्यस्त थिए अब चाहिँ अझै चाप बढ्छ दर्शकहरूको एउटै कुरामा मात्र त्यो प्रतिक्रिया आइरहेको छ कि अब तपाईँ त राइटर पनि हो होइन 12 गाउँ जस्तो सिनेमा लेख्नुभयो तपाईँ आफै एउटा एज अ स्क्रिप्ट राइटर भएको हिसाबले चाहिँ तपाईँ के भन्नुहुन्छ सिनेमाको कथा साँच्चैको दर्शकले भनेको जस्तै कमजोर भएको हो अथवा कहीँ कतै तपाईँहरूको पनि गल्ती छ कहीँ सुधार्नुपर्ने ठाउँहरू थियो के भन्नुहुन्छ आत्मआलोचना केही छ त आत्मआलोचनाको विषयमा भन्दाखेरि म अघि पनि भनिहालेँ हाम्रो बजेट जुन हुन्छ जुन चिजहरू चाहेका चिजहरू धेरै कुरा हामी 8 करोड लागेको 7.5 करोड अब के छ भने
भनेअनुसारको काम हामी पनि बजेटको त्यो एउटा क्राइटेरियाले गर्दा धेरै चिज हामी भ्याउन सकेको हुँदैन। हरेक पटक फिल्म हेरेर हामीले आत्महत्या गर्छौँ नै। कमजोरी धेरै गर्दा पनि हुन्छ। हलिउड र टलिउडको त हुन्छ भने हाम्रो किन हुँदैन? किनकि हाम्रो सानो बजेटमा ठुलो गर्ने चाहना राखेर गऱ्यौँ र हामीले मेन कुरो भन्ने हो भने हामीले जे चाहेको थियौँ, जुन टार्गेट लिएको थियौँ त्यो देखाउनमै सफल भएका थियौँ। हामी एउटा भव्य चलचित्र दिन चाहन्थ्यौँ। चलचित्र फुल भव्य छ, यसमा एक रति कमी छैन, एकदम एक रति कमी छैन। जुन भव्यता हो हाम्रो खास एक्सन प्रधान चलचित्र हो। कथा यसमा सानै हुन्छ, धेरै बाँधिएको कथाहरू हुँदैन। मान्छेले एक्सन चलचित्रकै भावना लिएर आएका हुन्छन् यो फिल्म हेर्नलाई। बलिदान हेर्ने दर्शक भनेकै एक्सन हेर्न आएको र एक्सनमा कमी छैन, भव्यतामा हामीले कमी राखेको छैनौँ। बाँकी कथा भन्नुहुन्छ भने कथा त झन् अहिलेको परिस्थितिसँग म्याच खाएको छ, त्यसलाई हामी कसरी गलत भन्न सक्छौँ? त्यसैलाई बोकेको छ। अलिकति डर पनि भयो क्या। अब समीर भट्टको जुन स्टारडम थियो, जुन एउटा हाइप क्रिएट भएको थियो, त्यो त्यसमा कहीँ कतै त्यो आउला कि तलमाथि होला कि भन्ने कुराहरू छ, आइरहेको छ होइन? के होला दाइ अब समीर भट्टको भविष्य? समीरको भविष्यमा 5 पैसा पनि उतार आउँदैन, चढाउ नै आउँछ। किनकि 12 गाउँमा एउटा अर्कै स्टाइलले प्रस्तुत गरिएका थिए र बलिदानमा भिन्न स्टाइलले प्रस्तुत गरेको छ। र अर्को कुरो के छ भने क्यारियरमा यसले असर जब चल्दैन अनि पो हुन्छ त। फिल्म त चलिरहेछ अनि चलिरहेको बेलामा कसरी असर पर्छ? एकदमै असर पर्दैन नि। अब के छ भने हाम्रो हरिवंश आचार्यजीकै हेर्नुहोस्, उहाँको चलचित्र पछिल्लो भुटान त असफलै भएको हो नि एक हिसाबले। तर अहिले हरिबहादुरको जुत्तामा त उहाँको पनि त राम्रै भइरहेछ। ठ्याक्कै यही कुरा निकाल्दाखेरि जस्तो अहिले हरिबहादुरको जुत्ता पनि चलिरहेछ नि त, माइती घर पनि चलिरहेछ, बलिदान पनि चलिरहेछ। त विराटनगरमा तपाईँले हेर्नुभयो भने यही सिटी सिनेमामा आजकै सो मात्र भने जस्तो हिजोकै सोमा 5वटा सो हरिबहादुरको जुत्तालाई दियो भने यसलाई 3टा सो मात्र दिएको छ, बलिदानलाई घटाइएको छ होइन? अब देशैभरि त केही तलमाथि त भएको होला, तर विराटनगरमै तपाईँले आजै हेर्नुभएको सिनेमामा पनि सोहरू त कम दिएको छ नि। जस्तो भोलिकै सोमा पनि हरिबहादुरको जुत्तालाई 4वटा दिएको छ, आज तपाईँलाई चाहिँ बलिदानलाई चाहिँ 3वटा मात्र दिएको छ भन्नाले सो त डाउन भयो नि त। किनभने 6वटा सो 7वटा सो लिएर चाहिँ ओपनिङ गरेको सिनेमाहरूले सो डाउन हुँदै गर्दाखेरि त दर्शकहरूमा पनि केही असर त पर्न गयो होला नि। दर्शकहरूले त्यही कुरो बुझ्नुपर्छ क्या, यो किन भइरहेछ भन्ने कुरो। तपाईँ एउटै कुरो सोच्नु, हल त यो एउटा हलको कुरा तपाईँ गर्दै हुन्छ। यहाँनिर एउटा कमेडी जेनराको छ, एउटा पारिवारिक जेनराको छ, एउटा एक्सन छ। अब यहाँ के छ भने अर्को पनि एक्सन आइदियो कन्त्रा। त दुईटा एक्सनको जेनरललाई त्यो मिलाउनको लागि त यो व्यवस्थापन गर्दै पर्दै थियो नि त, जसले गर्दा आज त्यो व्यवस्थापन भएको छ। तर आजको उपस्थिति र भोलिको उपस्थितिले फेरि देखाउँछ नि त नेपाली दर्शकले के चाहेको छ, के हेर्न चाहन्छ। त्यो भन्नुहुन्छ भने कन्त्रा त अझै ठुलो हाइप भएको, पुरै अन्तर्राष्ट्रिय स्तरमा हाइप भएको चिज हो अरे। उसको पनि त यो हल, यही हलमा त 200 मात्रै छ नि। आज त 200 छ, आज त हाफ भएर होला, हाफ बेलादेखि जेसुकै भए पनि आज 200 छ। कन्त्रालाई चाहिँ इक्वली दिएको छ अनि बलिदानको चाहिँ घटाइएको। अब उसको त रिलिज छ त, उसलाई सुरुमा त अलिकति बढी दिनै पर्छ नि त। अब त्यो त दिन भोलि थाहा हुन्छ कम्पिटिसन के गइरहेछ। भोलि र पर्सि अझै सही कम्पिटिसन र सही मूल्याङ्कन के हो भन्ने कुरा आजको दिनसम्म चाहिँ भन्न सकिँदैन, भोलि पर्सिदेखि मात्रै थाहा हुन्छ। सो बढ्छ भन्नेमा आशावादी हो म, एकदम 100% आशावादी छु। भोलिदेखि चाहिँ सो बढ्ने हो। हस्, धेरै धेरै धन्यवाद। धन्यवाद।